안녕하세요. आज हामी संयुक्त उच्चारणको नियम पढ्दैछौँ। हामीहरू डे 27 मा पुगेका रहेछौँ कोरियन भाषा पढ्दै। आज संयुक्त उच्चारणको चाहिँ नम्बर 8 रहेछ। 8 नम्बरमा के कुराहरू लेखेको छ भन्ने कुरालाई हेरौँ है त। यहाँनिर ग, द, ब, स, ज। यहाँनिर कतिवटा अक्षर छ त? 5वटा अक्षर छ। यो 5वटा अक्षरहरू, यी अक्षरहरू एक आपसमा ठोकिँदाखेरि हुने उच्चारण। जस्तो यहाँनिर 5वटा अक्षरहरू छन्। यी अक्षरहरू चाहिँ जस्तो कुनै एउटा शब्द हुन्छ, एउटा शब्द बनाऊ। यहाँनिर यो 5वटा अक्षर मध्येको कुनै एक अक्षर यहाँनिर आयो अनि यो 5वटा अक्षर मध्येकै कुनै एक अक्षर यहाँनिर जान्छ भने दुईवटा अक्षर यसरी क्रस हुँदाखेरि, यसरी जुत्दाखेरि चाहिँ हुने उच्चारणहरू यहाँनिर लेखिएको छ। तल रहने कन्सोनेन्टको उच्चारण फाक्षिमको नियम अनुसार गरिन्छ भनेको छ। तल रहने कन्सोनेन्टको, यहाँनिर तल रहेको कन्सोनेन्टको चाहिँ हामीले फाक्षिमको नियम अनुसार यी 5वटा अक्षरहरूलाई जे उच्चारण गर्नुपर्छ त्यो उच्चारण गर्ने। त फाक्षिमको नियम अनुसार यी 5वटा अक्षरहरूलाई गरिने उच्चारण के छ त भन्दाखेरि यसलाई क, यसलाई चाहिँ त, यसलाई प, यसलाई त, यसलाई पनि त है त। हामीहरूलाई थाहा छ नि त यो त। कुनै पनि शब्दको तल यो अक्षर आयो भने यो उच्चारण गर्ने, यो अक्षर आयो भने यो उच्चारण गर्ने भनेर पढिसकेका छौँ नि त हामीहरूले। त्यही नै हो फाक्षिमको नियम भनेको। तपाईँहरूले पढ्नु भएको छैन भने मैले भिडियो अपलोड गरिसकेको छु, तपाईँहरूले त्यहाँदेखि पढ्न सक्नुहुन्छ है त। अब यहाँनिर हेर्नुहोस् त, तल रहने कन्सोनेन्टको उच्चारण त भयो। माथि जाने कन्सोनेन्टको उच्चारण चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ यहाँनिर तर माथि जाने कन्सोनेन्टको उच्चारण, माथि जाने कन्सोनेन्ट यिनै 5वटा अक्षरमध्ये हैन, यिनै 5वटा अक्षरहरूलाई के उच्चारण गर्ने त माथि जाँदाखेरि भन्दाखेरि यो अक्षरलाई क उच्चारण गर्ने है, यसलाई चाहिँ त उच्चारण गर्ने, यसलाई त, यसलाई चाहिँ स उच्चारण गर्ने र यसलाई चाहिँ च उच्चारण गर्ने है त है। जस्तो यहाँनिर यो अक्षर आइसक्यो हैन, यो 5वटा अक्षर मध्येको यो कुनै अक्षर हो। यो माथि आउने अक्षर यहाँनिर रहँदा त यो अक्षरलाई खासमा त हामीहरूले द भन्नुपर्छ भनेर पढेका थियौँ नि त। तर यहाँनिर किन चाहिँ त भन्नुपर्ने भयो त भन्दाखेरि यो 5वटा अक्षर मध्ये कुनै एउटा अक्षर चाहिँ तल झुन्डिरहेको छ भने, झुन्डिरहेको छ अनि त्यसको लगत्तै माथि चाहिँ आउँदाखेरि चाहिँ गर्नुपर्ने उच्चारणहरू है त यिनीहरू। यसलाई चाहिँ तपाईँहरूले भर्खरै भन्दाखेरि नबुझ्न सक्नुहुन्छ, त्यही भएर तपाईँहरूले आफ्नो कापीमा लेख्नुहोस् अनि यो भिडियो सकेपछि चाहिँ फेरि त्यो कापीमा लेखेको कुरालाई आफैले पढ्नुभयो भने चाहिँ चाँडै याद हुन्छ है त। अनि यहाँनिर मैले केही इक्जाम्पलहरू पनि लेखेको छु, यी इक्जाम्पलहरूलाई हेरौँ अनि यहाँबाट पनि धेरै कुराहरू सिक्न सकिन्छ है त। यहाँनिर हेर्नुहोस् त, यो के हो त, यो अक्षर के हो त, म हो। ममा ओ जोड्दाखेरि के भयो त, मो भयो है। ममा ओ जोड्दा के भयो त, मो भयो। अनि यो तल आएको यो अक्षरलाई हामीले के भन्छौँ त, क भन्छौँ। सरी है त। यो अक्षरलाई चाहिँ हामीले तल आउँदाखेरि क भन्छौँ। त्यसको लगत्तै माथि चाहिँ यो अक्षर आइरहेको छ। यो अक्षर यही 5वटा अक्षर मध्येको कुनै एक अक्षर हो। त्यसलाई चाहिँ माथि आउँदाखेरि के भन्नुपर्छ त भन्दाखेरि यहाँनिर छ च भन्नुपर्छ। त्यही भएर चमा ए के भयो त, चे भयो, मोक्चे। यो शब्दको उच्चारण के भएको छ त, मोक्चे भएको छ। यो मोक्चे भनेको चाहिँ काठ है त। अनि यहाँनिर अर्को पनि इक्जाम्पल मैले लेखिसकेको छु, यसलाई हेरौँ है त। यो के हो त, स हो। समा इ जोड्दा सी भइरहेको छ अनि यो अक्षर चाहिँ के हो त, क हो। शब्दको तल आउँदाखेरि क हो, फाक्षिममा आउँदाखेरि के रहेछ त, क रहेछ है, क हो। यसको लगतै माथि यो अक्षर आएको छ, यो अक्षर द, त, थ हो। तर तल यो अक्षर आयो अनि त्यसको लगत्तै माथि आउँदाखेरि चाहिँ यो अक्षरको उच्चारण त गर्नुपर्ने भएकाले तमा ता भएको छ है, ता भएको छ। यो अक्षर चाहिँ ङ हो, ङ चाहिँ आदि उच्चारण हुन्छ। किन आदि उच्चारण भयो भन्ने कुरा थाहा छ तपाईँहरूलाई? थाहा छैन भने सुन्नुहोस् है त। कुनै पनि कन्सोनेन्ट साउन्डसँग भवेल साउन्ड जोडिँदैन भने त्यो कन्सोनेन्ट साउन्डको उच्चारण आदि उच्चारण हुन्छ है त। त्यही भएर आदि उच्चारण गरेका छौँ। सिक्ताङ भएको छ है त। यो शब्दको उच्चारण के भएको छ त, सिक्ताङ। यो सिक्ताङ भनेको चाहिँ रेस्टुरेन्ट के रहेछ त, रेस्टुरेन्ट। ल अब यहाँनिर अरू इक्जाम्पलहरू रहेछ, म लेखिदिन्छु है त। जस्तो के लेखौँ त, के हुन्छ यो लेखौँ है त। समा उ के भयो, सु भयो हैन।
ख पो लेख्यो सु है त समा उ के भयो सु भयो अनि यहाँनिर तल चाहिँ यो अक्षर आयो त्यसको लगत्त माथि फेरि यो अक्षर आयो यसमा चाहिँ आ जोडियो यो के हो त र हो रमा आ रा जोडियो रमा रा भयो अनि यो चाहिँ क भयो ल अब यो शब्दको उच्चारण के हुन्छ त भन्दाखेरि समा उ सु त लेखिसकियो हैन समा उ सु भयो हैन अनि यो शब्द तल यो अक्षर तल आउँदाखेरि के हो त हो नि त त हो अनि यो के हो त गमा आ गा हो तर खासमा गमा आ गा हो हैन यो बीचमा छ त्यही भएर गा हो तर यहाँनिर चाहिँ यो अक्षर आएको छ यो पाँचवटा अक्षर मध्येको यो अक्षर त्यो पाँचवटा अक्षर मध्ये पर्छ त्यसको लगत्त माथि चाहिँ त्यही पाँचवटा अक्षर मध्येको कुनै एक अक्षर आएको छ त्यही भएर यो अक्षरको उच्चारण के गर्नुपर्छ भन्ने कुरा यहाँनिर लेखेको छ माथि आउँदा चाहिँ यसलाई चाहिँ क भन्ने है त क भन्ने त्यही भएर कमा आ का भन्ने है त कमा का रमा आ रा अनि यो पनि क भयो सुत्काराक भयो है त सुत्काराक भनेको चाहिँ के हो त भन्दाखेरि चम्चा चम्चा सुत्काराक है त जस्तो अरु इक्जाम्पल यहाँनिर यो हुन्छ एउटा अब यसलाई चाहिँ कसरी उच्चारण गर्ने त भन्दाखेरि चाहिँ समा इ सी भयो क्यारे हैन सी भयो अनि यो अक्षर शब्दको तल आउँदाखेरि यानी फाछिमा आउँदाखेरि क भनिन्छ क भयो अनि यो दमा दा हो तर यहाँनिर यो अक्षर आयो अनि त्यसको लगत्तै माथि चाहिँ यो द आउँदा चाहिँ यो द परिवर्तन भएर त हुन्छ त्यही भएर तमा ता है त सिक्ताङ म चाहिँ आदि उच्चारण गरेर सिक्ताङ यो चाहिँ मैले लेखिसकेको रहेछ हैन सिक्ताङ रेस्टुरेन्ट रेस्टुरेन्ट यो डबल भयो हैन केही छैन ठिक छ डबल भयो भने के गरौँ त यो गरौँ है त ल यो शब्दको उच्चारण के हुन्छ होला तपाईहरुले आफै लेख्नुस् त एकचोटी त्यसपछि मैले लेखिदिन्छु अनि चेक गर्नुस् है त अया ल लेख्नुभयो भने अब तपाईहरुले आफ्नो कापीमा लेख्नुभयो भने चाहिँ आफ्नो कापीमा लेखेको र यहाँनिर मैले लेखेको चाहिँ मिल्छ कि मिल्दैन चेक गर्नुस् है 6 मा अ के लेख्नुभयो 6 लेख्नुभयो होला हैन 6 मा 6 यो चाहिँ शब्दको तल आउँदाखेरि त हुन्छ त है अनि यो गमा आ गा तर यहाँनिर गा हुँदैन के हुन्छ त कमा आ का हुन्छ कमा आ का हुन्छ यहाँनिर यो स छ अनि त्यसको लगत्तै माथि चाहिँ यो ग छ भने चाहिँ यो ग को उच्चारण क हुन्छ किन हुन्छ भन्दाखेरि यहाँनिर नियमले त्यही भनिसकेको छ नि त यो पाँचवटा अक्षरहरू मध्ये कुनै एक अक्षर तल आउँछ अनि कुनै एक अक्षर चाहिँ माथि आउँदाखेरि यिनीहरुको उच्चारण के गर्नुपर्छ त भन्ने कुरा यहाँनिर लेखिसकेका छौं यो तल झुन्डेको अक्षर यो हो हैन यो अक्षर अब यहाँनिर माथि तल आउँदाखेरि चाहिँ यहाँनिर लेखेको छ त अनि यो अक्षर के हो त यो अक्षर यहाँनिर माथि आउँदाखेरि चाहिँ के हो त क हो त्यही भएर कमा का भयो रमा आ के हुन्छ रा हुन्छ यो के हो त क आदि क अब यो शब्दको उच्चारण के भयो त हेर्नुस् त छतकाराक अब तपाईहरुले यो छतकाराक भनेर नै लेख्नु भयो भने चाहिँ तपाईहरुको मिलो अरु कुनै केही लेख्नु भएको छ भने चाहिँ मिस्टेक भएको भए मिलाउनु होला है त सच्याउनु होला छतकाराक भएको छ है त यो शब्दको उच्चारण के रहेछ त छतकाराक यो छतकाराक भनेको चाहिँ के त चपस्टिक है चपस्टिक अनि अरु चाहिँ के गर्ने त ल यो शब्दको उच्चारण के हुन्छ होला 6 मा आ के हुन्छ छा हुन्छ यो चाहिँ शब्दको तल आउँदा प हो यो चाहिँ अब यहाँनिर यो पाँचवटा अक्षर मध्येको हो नि त अनि त्यसको लगत्तै माथि चाहिँ यो अक्षर आएको भएर चाहिँ यो अक्षरको उच्चारण चमाई ची भयो है त चमाई के भयो त ची भयो छाप्ची यो छाप्ची भनेको चाहिँ पत्रिका है पत्रिकालाई सिनमुन पनि भनेर भन्छ है सिनमुन पनि भन्छ अझै अरु इक्जाम्पलहरु गराइदिन्छु तपाईहरुलाई यो के हो त इ हो हैन यो चाहिँ प तल आउँदा प हो यो त
अब यहाँनिर क भन्ने है त ईको ई नै भयो हैन, यो प चाहिँ आदि प भयो। अनि यसलाई चाहिँ क भन्ने कमा उ कु भन्ने है त। किन क भयो त? यो 5 वटा अक्षर मध्येको यो 5 वटा अक्षरमा परिरहेको छ हैन माथि लेखेको। अनि यो पनि त्यही 5 वटा अक्षर मध्येको त्यही नै हो। उच्चारण के गर्नुपर्छ भनेर मैले भनिदिइसकेको छु, तपाईहरुले हेर्नु भयो होला हैन। इपकुक। अब चाहिँ तपाईहरुले यस्तै गरेर आफै पनि लेख्न सक्नुहुन्छ। प्रवेश भनेको है त, प्रवेश गर्नु। इपकुक आदा भनेको प्रवेश गर्नु भनेर भन्छ। इपकुक भन्दा चाहिँ प्रवेश मात्रै भन्दा भयो है त। ल तपाईहरुले यहाँनिर मैले केही इक्जाम्पलहरु पनि लेखिदिएँ हैन। यस्तै गरेर यस्तै तपाईहरुले यी 5 वटा अक्षर चाहिँ यसरी आपसमा यसरी मैले जसरी लेख्दिएँ नि त हैन, त्यसै गरेर ठकिरहेको कुनै शब्दमा देख्नुभयो भने चाहिँ त्यो शब्दलाई कसरी उच्चारण गर्नुपर्छ त भन्ने कुरा चाहिँ मैले सिकाइदिएको छु। तपाईहरुले केही कुराहरु बुझ्नु भएन, केही कुराहरु जान्नु भएन भने चाहिँ मैले डिस्क्रिप्सनमा मेरो नम्बर पनि राखिदिरहेको हुन्छु, त्यहाँबाट WhatsApp मेसेजहरु गर्न सक्नुहुन्छ है त। अनि कमेन्टमा पनि यो भिडियोमा तपाईहरुले के बुझ्नु भएन त त्यो कुराहरु तपाईहरुले कमेन्ट मार्फत चाहिँ सोध्न सक्नुहुन्छ है त। ल आजको लागि भिडियो मैले यति नै गरे। भिडियो चाहिँ अब छिटो ल्याउने प्रयास गर्छु। आजको लागि भिडियो यति नै भयो। हस्त धन्यवाद।